लु है साथीहरू, इन्तजारको फल चाहिँ साह्रो मिठो हुन्छ अरे भने जस्तै इन्तजार गर्दा गर्दा रोपेकोदेखि अहिले मेरो फुलहरू चाहिँ यत्तिको हुँदैछ है साथीहरू। यी कलरमा यस्तो आउँदैछ, पुर्न आँट्यो, इन्तजारको घन्टी बज्नै आँटेको छ। यी हेर्नुहोस् है, यत्तिको हुँदैछ है साथीहरू। मेरोमा चाहिँ पुर्नै आँट्यो। अब यो कलरहरू भिन्दै छ, कतिवटा कलरहरू है। अनि यसमा साथीहरू यी हेर्नुहोस् है, धेरै छ, निकै नै मैले चाहिँ रोपेको छु है। मलाई यो चाहिँ मेरो एकदमै हो, मैले कति वर्षौँदेखि रोपेको है यो फुलहरू चाहिँ। अनि यति बेसी छ, तपाईँहरूकोमा कस्तो छ है। अनि यो सँगै रोपेकोहरू पनि यी कसै फुल्दैछ भने कसै यत्तिको भइरहेछ है। यो कुनै हाइब्रिड गरेको होइन साथीहरू, यो मेरो घरकै बिउ हो है। यो मेरो सबै घरको बिउ है। यो पत्छाहरू पनि अब चाहिँ निकै ठुल्ठुलो भइसक्यो। अगुवा पत्छा निकै छ है। फेरि यिनीहरू चाहिँ अर्कै कलरको जस्तो छ। यो चाहिँ अझै दामी कलरको छ है साथीहरू। अन्त यो अगुवा पत्छा हेर्नुहोस् है, निकै रोपेको छु मैले है। अन्त किनभने चाहिँ मलाई चाहिँ फुल चाहिँ एकदमै मनपर्छ, मैले भनिहालेँ नि साथीहरूलाई। अन्त यो चाहिँ मैले यो पनि यी फुल्नै आँटेको छ है। अन्त यसो के पत्छा है यो। अन्त यो सिजन थस फुल पनि यसपालि चाहिँ अलिकति रोपेको नि त। यो त्यति बेसी मैले यो चाहिँ रोप्नु टाइम पाइनँ, किनभने सिनेरियाहरू के सकेको थियो र। यो सिजन थस फुल चाहिँ यति मात्रै छ ल है साथीहरू। फुल चाहिँ मेरोमा चाहिँ यत्तिको हुँदैछ। यो चाहिँ धेरै पत्छ है, फेरि यो चाहिँ धेरै पत्छ हो। अन्त यो चाहिँ बाघमुखे भन्छौँ, यो पनि आउँदैछ है, नसकी। यसको पनि म तपाईँहरूलाई देखाउँछु ल। अनि मेरो फुल चाहिँ हेर्नुहोस् है, धेरै नै रोपेको छु। रोप्नु चाहिँ अब यसले कतिवटा कलर दिन्छ है। ल है साथीहरू, मेरो चाहिँ सँगै रोपेको फुलहरू पनि कुनै चाहिँ फुलिसक्दैछ है। लु, फुलिसकेको चाहिँ छैन, फुल्दैछ, एकदमै मध्य भएको छ है।